हजुरले आफ्नो कपालमा कुन तेल लगाउनुहुन्छ हैन मैले चाहिँ यो श्रीकेश आएदेखिबाट यही तेल नै लगाइरहेको छु यति धेरै अब नेगेटिभ पोजिटिभ रिभ्यूहरू त आइहाल्छ हैन अनि एकचोटि नेपालमा चाहिँ यो के नआउने नै भयो समथिङ के भने जस्तो लागेको थियो अनि पछि टिभीमा त त्यो कमेडी सोहरू आउँछ नि स्पोन्सर गरेको छ नाम आइरहेको छ अनि मैले पनि कतिवटा मगाएको थिएँ सेल नै गरिरहेको थिइनँ मैले चाहिँ आफै लगाइरहेको थिएँ किनभने मेरो छोरीको कपालले एकदम बढेर राम्रो भएको छ मेरो कपाल पनि बढिरहेको छ हैन म चाहिँ यो अनि कोकोनट ओइल रोजमेरी समटाइम टी ट्री ओइल हैन मिक्स गरेर लगाउँछु क्या अनि आज पनि भर्खरै नयाँ अस्तिको सकिया थियो अनि नयाँ बट्टा लिएर आएँ हजुरलाई पनि चाहिन्छ भने मसँग छ है सिबिडिबी फ्यासन वेयरमा यो अनि मैले फोन नम्बर राखिदिन्छु मलाई मेसेज गर्न सक्नुहुन्छ तपाईँ कल गर्न सक्नुहुन्छ मैले अहिले भर्खर नयाँ खोलेको अनि सम्झेँ क्या छोरीलाई चाहिँ म जहिले पनि तेल लगाइदिएर नुहाउँछु त्यही भएर सुबीको कपाल अहिले कम्मरसम्म पुगिसक्यो क्या अब तेल स्याम्पू होइन सबै कुरा मिलेको मसाज होइन तर यो चाहिँ अब नयाँ कपाल पलाउँछ पलाउँदैन कतिको बाक्लो बनाउँछ थाहा भएन तर कपाल बढ्नलाई चाहिँ जे होस् हेल्प गरिरहेको छ क्या श्रीकेश जडीबुटी अनि तेल चाहिँ यहाँभित्र जडीबुटी धेरै हुन्छ होइन एउटा ह्याक म के भनिदिन्छु भने जब यो तेल सकिन्छ नि हजुरले बट्टाको अनि यसमा चाहिँ हजुरले तोरीको तेल अथवा अलिभ ओइल होइन अनि कोकोनट ओइल जे हुन्छ नि फेरि यसमै हाल्नुहोस् क्या किन जडीबुटी त अझै बाँकी भएर हुन्छ नि त यसमै हाल्ने यतिकै भरि बनाउने नि लाउने म 3-4 चोटि चाहिँ यसलाई यस्तै गरेर रिफिल गर्दै लगाउँछु अनि बल्ल यो फ्याल्छु पैसा असुल गरेर बल्ल बट्टा फ्याल्ने हो क्या